जाग जाग युवाहरू हो देश बचाउनु पर्छ यही माटोमा नयाँ युगको बीज उमार्नु छ बुढा खाडा पछि हट बुढा खाडा पछि हट नाति बढ्दैछ ओ नाति बढ्दैछ भ्रष्टाचारी खोजी खोजी भ्रष्टाचारी खोजी खोजी जेल खोज्नु पर्छ पुरीतिर कुशासनको अन्त्य गर्नु छ पुरीतिर कुशासनको अन्त्य गर्नु छ देश खाने धमिरालाई सबले चिन्नु पर्छ देश खाने धमिरालाई सबले चिन्नु पर्छ युवाले नै नयाँ युगको जिम्मा लिनु पर्छ जिम्मा लिनु पर्छ जिम्मा लिनु पर्छ तुरुन्त बैठकमा आउनुस् त काले काले मिलेर खाम भाले मुन्ट्यो होइन बुढा त्यत्रो युद्ध लडेर आएको काम रे इफ भुसुनाहरूसँग डराउने हो यस्तो जगवेदनी कुरो यिनीहरूले थाहा पायो भने सुली चढाउन सक्छन् हामीलाई यिनीहरूले कति भने नभने परिचित के भयो कसरी टाउको फुट्यो फेरि हाम्रा कौन्साका सन्तान छँदा नखाई जोगाउनु पर्ने खालका हाम्रो नेपाल हाम्रो देश लगाउनु हुँदैन के हो भइहाल्यो मान्छे समाज सके गर्नु हुँदैन पैसा थुपाले त हैन ए नगरे के नगरौँ समाज सके अब के नगरौँ पैसा थुपाले त हैन ए भइगयो अब नाटक लगत आइसक्यो लगे जाउँ ल ए सा ए यसलाई हेर्नु बाबु हाम्रो स्कुलमा त कत्रो आन्दोलन भयो नि आन्दोलनमा जानु हुँदैन ओरा पढ्न जानु पर्ने पूजा गर्ने फुल चढाएर पढ्न जानु पर्दैन पढ्न जानु पर्छ बाबु जा बाबु पढ्न जा ओहो ल सुन्दर आउनुहोस् लु आउनुहोस् ल अब मेरो सबैतिर कुरा भइसक्यो सबबाट मैले चाहिँ आश्वासन पाइसक्यो उठाउने अब ठग्नु सिनेर ठिक पार्नुहोस् ल कसलाई ठग्ने कुरा गर्नुभएको कसलाई यी उरन ठुलो मराहरू यी बदमासहरू फटाहरू के अरे आफूलाई जेन्जी कि फेन्जी ठान्छन् नि यिनीहरूलाई ठिक पार्ने भने होइन गाउँले प्रमुखज्यू आज औषधि खान बिर्सिनु भयो कि खुस्कियो गाउँले प्रमुखज्यू अझै तपाईँको दममा हटिया छैन है बिर्सिनु भयो त्यो दिन तपाईँलाई गाउँले लखड्दाखेरि सरलले नै आउनु भएको थियो मसँग मैले यही खाटामुनि लुकाएर जोगाएको होइन त्यो बेला त तपाईँ भिजिया मुसो जस्तो हुनुहुन्थ्यो त अहिले त शेर बन्नुभयो त कहाँबाट आयो तागत बढ्ता कुरा नगर्नुहोस् त मैले भने मानिहाल्नु जानुहोस् यो मरलाई डेम कि डेम हानेर ठिक पार्नुहोस् मैले भने त मान्नुहोस् न कसलाई ठोक्ने भन्नुभएको हाम्रै गाउँका केटाकेटीहरूलाई के कुरा गर्नुभएको गाउँले प्रमुखज्यू यस्ता नि केटाकेटी हुन्छ
यस्तो उदण्डहरू यिनीहरूलाई टाइममै ठिक पारेन भने यिनीहरूले भोलि जे पनि गर्न सक्छ। ए बाबा, यो जे भइरहेछ सब तपाईँहरूकै कारण त हो। हिजो जे सिकाउनु भयो अहिले त्यही गरिरहेका छन्। के मजाक गरिरह भने तपाईँले? यो जिस्किने बेला हो? तपाईँले विगत 35 वर्षदेखि जिस्किन हुने, अहिले गाउँलेहरू चाहिँ 2 दिन जिस्किन नहुने। कस्तो कुरा गर्नुहुन्छ तपाईँ? हाम्रो सम्पत्ति घर बार सबै स्वाहा पारिसके, अझै पनि तपाईँ मेरो आफन्त मान्छे भनेको अझै तपाईँ चाहिँ हामीलाई सपोर्ट गरेर तिनीहरूका सपोर्ट गरेर बस्ने? गाउँले प्रमुखज्यू, तपाईँहरूलाई बचाउन हामी गाउँले विरुद्ध चाहिँ जान सक्दैन भाइ। ए, यसको मतलब तपाईँले मलाई सङ्कट परेर साथ नदिने होइन? तपाईँले मलाई साथ नदिने? के गर्नु त गाउँले प्रमुखज्यू, सती प्रथाको पनि अन्त्य भइसक्यो। तपाईँहरूको लागि हामी सती जाने कुरो त भएन। होइन, तपाईँ किन यस्तो टेढो टेढो भएको? होइन, तपाईँहरू पनि किन यस्तो भेडो भेडो भएको? ए सुदर्शन, तपाईँ मेरो पक्षमा हुनुहुन्छ कि तपाईँ फ्याउरा फ्याउरी यी जिन्जा सिन्जी के जाति भेटेको पछि हुनुहुन्छ भन्नुहोस् त? हेर्नुहोस् गाउँले प्रमुखज्यू, खुरुक्क राजीनामा दिनुहोस्। यसमै तपाईँको कल्याण हुनेवाला छ। यदि राजीनामा तपाईँले दिनु भएन भने हामीले केही सहयोग गर्नेवाला छैन भाइ। मैले राजीनामा दिने? त्यहाँ खाने हो बनाउनु त। पप दिनु त। होइन कस्ता रहेछ नि नेताहरू त, चियामा चोबेको पप भन्दा नि लल्याकलुक भयो त। यो उमेरमा नेताहरूको यस्तो देखेको थिएन। यतिखेर आएर युवा ठिकाहरूले जे गरे आगाको फिलिङ देखाएन नि त नेताहरूलाई। मेरो नेता भनिदिस् नि, नेताहरू धेरै पनि भ्रष्टाचारी बुझिस् त। अहिले त हामी माने भेडा भइरहेछौँ, युवा मात्रै तातर के गर्नु छ? भेडो कोसीमा पलाले जस्तो भइरहेको जनताको त मुटु कुरोको त खाइसक्यो नेताहरू त खाएका रहेछन्, अब युवाहरूले के गर्ला नि त? गर्लान् भोलिसम्म। केटाहरू आन्दोलनमा मरे भए त यसो खान पाउने थिएन। साउनी अलिकति अर्को एक प्याक थपिदिनु त मलाई। साथीहरू अर्को थप्ने कि अब बेलामा घर जाने कि अर्को थपौँ? साउनी यस्तो पाजी नेताहरू चाहिँदैन, हाम्रै पुस्ता भए पुग्छ। यस्तो भुसे नेताहरू सबै खलास भयो झुझ्यो, के गर्ने त है? साउनी कति हाल्ला गरे, कति हाल्ला गरे। मलाई यहाँ रसियाली चाहिँ ढिँडोकै व्यवहार गर्नुहुन्छ नि तपाईँले। आफूले देश चलाउँछ जस्तो देश चाहिँ अघि चलाइहाल्ने। म पुगायो यहाँको, म खाइहाल्छ, तपाईँको व्यवहार गर्ने व्यवहार हुन्छ। त्यहाँ हाम्रो साथीहरू हाल्नु। साउनी हो घर चाहिँ कहाँ पर्यो होला? साउनी अब घर जाने हो, म त झ्याप्पै हो।
पनि गर्न लानु भयो अलि यसलाई कस्तो लाग्यो यसपालि त गजबको काम गरेर भाइ केटा हो तिमीहरू त होइन बाबु हामी जनतालाई गाईबस्तुको उन्नति गरेर नि एक साग खाना धौधौ गरिरहेको छ नेताहरूले त घरमै ब्याङ्क बनाइसकेर छ नि त हो नि काका नेता पैसाले पुगेर मरे जनता बाढी पहिरो अब के गरिन्छ हाम्रो देशको अवस्था यस्तो छ के आनन्द आयो बाबु मलाई त मै मत्त भएका थिएँ यी नेताहरू तिमीहरूले ठेगान लगायो मलाई त पाथी भात खाए बराबर भयो भोट हाल्दा हाल्दै हातका रेखा खिच्छ ल हेर त बाबु नेताहरूले त देश लुट्नु लुट्या रहेछ जे कुराको पनि समय हुँदो रहेछ काकी समय सकिएपछि सबैले नगरी सुख पाइदो रहेछ ल अहिले म लाग्छु है त बस्नु है त काकी वासांसि जीर्णानि यथा विहाय नवानि गृहाति नरोपराणि तथा शरीराणि विहाय जीर्णान्ययानि सम्याति नवानि देहि। प्रणाम गुरु। प्रणाम गुरु। तिमीहरू आयो? आयौँ गुरु। ल बस बस। ए लक्ष्मी भाइ बहिनीहरू आछन् चिया होइन गुरु भर्खर खाएर मुख तातै छ के हो त घरमा होइन ठिक छ आराम हुनुहुन्छ नि नभए यसरी बस्ने होला त गुरु यो के चमत्कार भयो जे हुनुपर्ने थियो त्यही भयो यस्तो होला भनेर हामी सोचेकै पनि थिएनौँ गुरु यस्तै हुन्छ नसोचेकै हुन्छ क्या अब के हुन्छ त गुरु जिम्मेवारी त हाम्रो काँधमा पो आयो त कि पार लाउन सकेला र टिग्रा कमाएर जङ्गात गरिँदैन जे हुन्छ त्यो हुन्छ भोलि हुन्छ आजको होइन भोलिको सोच गुरु यी कालकुटहरूलाई कसरी सामना गर्ने खाली अत्याउँछन् मात्र हामीलाई त अक्कलै आयो हामीसँग अनुभवको कमी छ गुरु नभए पुरानो व्यवस्था फाल्न सक्ने मान्छेले नि नयाँ व्यवस्था पाल्न पनि सक्छ बुझ्यौ गुरु अब हामी कसरी अगाडि बढ्ने सुन है यो मैले डिसिजन गर्ने कुरा होइन म कोही पनि होइन तपाईहरुले डिसिजन गर्ने हो के गर्ने यो युग तपाईहरुको नवयुग हो यसमा तपाईहरुले के गर्नुपर्छ तपाईहरुको हातमा छ आफ्नो हातलाई हेर्नुस् मनलाई हेर्नुस् यहाँ हेर्नुस् र गर्नुस् अरु कुरा त्यस्तै हो साथीहरु पहिला घाइतेको उपचार गर्नु पर्यो नेतालाई त त्यतिकै छोड्नु भएन नि हो नि आमा पैसाको त सुरुङै पो रहेछ त तर यी सबै भ्रष्टाचार नेताहरूलाई खोल्मै हाल्नु पर्छ 1.5 करोडको त जाँदैछ घरमा त हामीसँग जोश चाहिँ छ तर अनुभवको चाहिँ अलिकति कमी छ है होइन भाइ अनुभवको कमी भनेर छुट छैन नि भाइ हो त हामी गरो या मरको अवस्थामा छौं अब बन्ने सरकारमा महिलाको पनि 50% प्रतिनिधित्व हुनुपर्छ है किसानको पनि मर्काबुनी सरकार हुनुपर्छ त्यति मात्र होइन अब बन्ने सरकारमा दलीय र कर्णालीको पनि प्रतिनिधित्व हुनुपर्छ अबको सरकार चाहिँ हामी युवाको नेतृत्वमा हुनुपर्छ नेता हुने समय अलि भएको छैन कि सर अब फेरि हजुरबालाई नै ल्याउने त हे तेरीका यो विषयमा अलि गलफाती नगर न हामी छलफल गर्दै गरौँला नि त्यही त भनेको दाइ के हो सुनाइ तिम्रो गलफाती चाहिँ के हो हामी यही आन्दोलनकै विषयमा सल्लाह गरिरहेको हो बसौँ बुवा बसौँ के गरिरहेछ भ्रष्टाचार नियन्त्रण गर्न सक्छौ तँ गर मन्त्रीहरूको धन सम्पत्तिको खानतलासी गर्छौ भने यो अझै पनि निहारेर बस्यौ भने सीमा मिचेर भने खाइसक्यो के हेर्छौ भविष्य छ तिमीहरूको भविष्य कहाँ पुग्यो पछिल्लो पिँढीको हामी त अब आज भोगी भोलि हो नेताहरूले भुँडी भर्नलाई खानालाई घरभित्र हिँडाएर खनेर
धन सम्पत्ति नोट पैसा सुन राख्नलाई। तर यी बुढागोरुहरूलाई देश निकाला गर्नै पर्छ मेरो सोच। अन्त म यो पार्टी ऊ पार्टी नमन, पार्टीको नाम नगर, झोला बोकेर नहिँडेपछि नेताको आज चप्पल लाएर गाउँ डुलेका छन्, भोलि महलमा मानि मिलार खनेर पैसा सुन राखेका छन्। तँ बुझ्नु पर्यो। अनि केटाहरूले विद्या छ तिमीहरूसित, देश बचाऊ। किसानले पनि आफ्नो हतियार लिएर कुटु कोदाला बन्चरा हैँसी गल गन हलो जुवा बोकेर निस्के सडकमा। ए गौ ढुकुटी आफ्ना आफ्ना नेताका घरमा बनाएका छ। नेताका घरभित्र चाहिँ ढुकुटी बनाएर राखिरहेको छ। थाहा भयो नि जनताले। अझै पनि मेरो पार्टी भनेर पछि लगाएर हिँड्छौ। के छ दिमागमा त्यो बरु झोला बोकेर पछि नलाग एक पनि। वनका खरिजुगा भए तपाईँ त सानो भएर पस्ने ढाडिएर निस्किने हो। वनका खरिजुगा कतिमा चिन्नुहुन्छ? खाएर यहाँ हुन्छ रगत खाएर। त्यही भएको छ। हाम्रो किसान दाजुभाइ जनताको युवकको मुटुको रगत खाएर ढाडिएका हुन्छ। अनि फेरि तिमीहरूको माने झगडा गर्ने टाइम हो। म पनि तिमीहरूको साथमै जुरुसुमा आएको छु। सल्लाहले व्यवस्थित हिसाबसित गर, देशलाई बचाऊ। ल बाबु अब अर्ती उद्देश्य दिया छ, कसरी देश बचाउने हो तिम्रो युवकको थाहा आएको छ। के गर्छौ? अब म आज बिहा गर्ने है, ननाचियो नबिग्रियो है, देश बचाऊ। अहिले हामी झगडा गर्ने बेला होइन साथीहरू, अहिले एक टिक्का हुने बेला हो। तपाईँ हाम्रो सङ्घर्षले यति ठुलो रूप लिएको छ। जनताले एउटा सानो स्कुले विद्यार्थीदेखि 70-75 वर्षका बुवा आमाहरूले हाम्रो आन्दोलनलाई समर्थन गरेका छन्। हाम्रो देशलाई नेताहरूले धमिराले चाहिँ चुसेका थिए। त्यो नियन्त्रण गर्ने दायित्व तपाईँ हाम्रो काँधमा आएको छ। अब हामी मलाई यो पद चाहियो, मलाई यो पद चाहियो, फलानुले यो पायो भनेर चाहिँ अल्झिने समय होइन। भ्रष्टाचारी नेतालाई खोजी खोजी जेल कोच्ने बेला आएको छ। नेपाल आमाको गौरवलाई बचाउनु पर्छ, हाम्रो इतिहासलाई बचाउनु पर्छ। यी नेताले विदेशमा थुपारेको पैसा नेपालमा ल्याएर राष्ट्रियकरण गर्नुपर्छ र यी भ्रष्ट नेताहरूलाई छानी छानी आजीवन जेल कोच्नुपर्छ। इतिहासको त्यत्रो दायित्व बोकेको युवाहरू अहिले तलाई र मलाई भनेर झगडा गर्ने बेला होइन। त्यसैले सबै साथीहरूले एक ढिक्का भएर यो राष्ट्रको हितमा, नेपाल आमाको हितको लागि सङ्घर्ष गर्नुपर्छ। यो देश रहे मात्र हामी रहने हो। तपाईँ हामी विदेश गएर बेचिएर पसिना बगाएर आएको मान्छे, हाम्रो पाखोलाई अब सुन फुलाउनु पर्छ। हामीले हाम्रै पाखोमा केही गर्नुपर्छ। त्यसैले साथीहरू, सारा संसारले हामीलाई हेरिरहेका छन्। हामीले उठाएको सङ्घर्षमा तराई, पहाड, हिमाल, पूर्व, पश्चिम देशैभरिका साधारण नागरिकहरूले हाम्रो आन्दोलनलाई त्यति समर्थन गर्नुभयो। पटपट्टि औँला फुटेका किसानहरूले हाम्रो आन्दोलन सहयोग गर्नुभयो। अब तिनको हितको लागि हामीले केही गर्नुपर्छ। मजदुरको निमित्त, सुकुम्बासीको निमित्त, दलितको निमित्त र पिछडिएका जनताको लागि चाहिँ अब हामीले केही गर्नुपर्छ र नेपाल आमाको गौरवलाई बचाउनुपर्छ। देश रहे मात्र हामी रहने हो। अब हामी बेचिने होइन। अब हामीले विदेशिनु पर्ने बाध्यतालाई अब हामीले अन्त्य गर्नुपर्छ। त्यस कारणले साथीहरू, यो परिवर्तनलाई संस्थागत गर्नुपर्छ र यो युवाको आवाजलाई हामीले सम्हाल्न सक्नुपर्छ। तपाईँ हामी सबै मिलेर यो भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्छ। त्यसैले अहिले हामी विवादमा जाने होइन साथीहरू। जाग जाग युवाहरू हो, देश बचाउनु पर्छ। यही माटोमा नयाँ युगको बीज उमार्नु छ। बुढा
खोजी खोजी भ्रष्टाचारी खोजी खोजी जेल खोज्नु पर्छ पुरीतिर कुशासन